तलको दुईटा ठुलो ढुङ्गा अनि छेउमा बनेको तलाउलाई हामी पपलढुङ्गाई झाँझै र भनेर भन्ने गर्छौं। माथिको सुन्दर केराबारी साथसाथै चट्टानी पहाड, विभिन्न बोट बिरुवाहरू, डाली घाँस हेर्न सकिन्छ। यहाँ सुन्दर तरिकाले खोला बगिरहेको छ, सुसाउँदै खोला आफ्नो गन्तव्यतिर लम्किरहेको अवस्था यता हेर्न सक्छौं। माथिको अर्को ठुलो तलाउ र यसलाई टक्ला बानेर भन्छौं। माथिको चारबते ढुङ्गा साइडमा त्यसैको छेउमा बाङ्गेर भन्छौं। माथि भट्टे खोला साथसाथै यता हेर्न सक्छौं ठुलो जङ्गल भएको ठाउँ वृक्षाइजर भन्छौं। विभिन्न किसिमका बोट बट्यानहरू, घाँसहरू प्रशस्त पाइने ठाउँ। साल, सल्ला, खिरा, रुइना, गतडे, सिसम, बिडमौरी, बुजुर, सिरु, तितेपाती यहाँ हेर्न सकिन्छ। सिस्नो, बासिङ, बनमारा, स्याली, विभिन्न किसिमका स्थानीय प्रजातिका वनस्पतिहरू हुन्। सुन्दर केराबारी।